नि बात क्रस भएर आइरह हेलो 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 गाइज नमस्ते होइन अब चाहिँ आज म तर आएको नेक्स्ट डे हो होइन अब तिनमै हिजो मैले यसको पावर अनलक गर्दै थिएँ नि त त्यही भएर नि हो हेलो हेलो गाइज नमस्ते भन्दा लाल लाग सुरु भइसक्यो होइन अब चाहिँ आज चाहिँ हामी अब गयौँ काठमाडौँको लागि खै आन्टी आमा कस्तो मैले बाटो बिर्सिन्छु नि त फेरि यहाँबाट आज चाहिँ हामी अब काठमाडौँको लागि हिँड्यो हो होइन तर आज सिन्धुली हुँदै जान्छ हामी त घुम्दै घुम्दै जाने कि अब जुन बाटो आयो त्यही बाटो होइन फेरि केही फर्किनु कि के गर्नु भयो होइन अनि त्यही भएर अब त्योभन्दा बरु टक्क लगाएर अब हामी घुम्दै घुम्दै जाने भनेर अब सिन्धुली बाटो यता रौतहट सर्लाही छिँदै अनि यता उसबाट जाने टक्क लगाएर रमाइलो गर्दै होइन साथीहरूसँग सँगै छ हेलो हेलो गाइज ल अब हामी चाहिँ होसमा आइपुग्यौँ होइन मेन रोड आइसक्यो अब यहाँबाट रौतहट सर्लाही हुँदै सिन्धुली अब दौडाउनु पऱ्यो एकचोटि आफ्नो बाइक पनि यता रोक न भेन्छ यो तराई फास्ट ट्र्याक भन्छ नि यही बाटो तराई फास्ट ट्र्याक भन्छ नि जम्मा 60-70 किलोमिटर पुग्छ काठमाडौँ तराई टु काठमाडौँ भन्छ नि यही बाटो हो कि तराई फास्ट ट्र्याकै हो हेर न कति लामो बाटो बन्दैछ हेर त्यत्रो चाक्लो अहिले त हाँडा बाटो रोक्दै जान्छ यिनीहरू दिन्छ चाहिँ यता हेटौँडातिर पुग्नु दिन्छ हाँडा हामी त यताबाट घुम्छ नि यो त बन्दैछ
बवाल हो कि बवाल मजा आएको छ कसम साथी कहाँ हरायो भनेको त थाहा छैन होइन अस्ति दिन बनाएदेखि त होइन 130सम्म त हुन्छ नि स्मुथ भएर खायो 130 स्मुथ भएर खायो होइन अझ किलो भने जान्छ थाहा अलि बवाल मजा आएको ल यहाँ कतिसम्म त त्यही 35सम्म कति पुगेको छ के बेला चाहिँ अस्ति यो बाटो प्याज अलिअलि कता कतै पिरायो भने मेरो अनुभव राखेन तर कतै राम्रो पाएर ट्याकी 135सम्म त मैले हेरिहालेँ होइन त्यस्तो बगाल सही मजा खतरै भएर अलि चिचाउ न 25 यता रोक त यहाँ रोक न के भने तिमीले हल्का उकालो छ क्या बाटो छैन 130 त आरामले छुइरह्यो यसले चलाउँछु त यो उसो चलाउ न यो खोलामा स्विमिङ सिकेँ मैले मुजी यो सबमा नि मुजी वहाँ पारी जान्छ यता आउँछ त्यहाँ माथि नि छ घुम्ने ठाउँ जाने हो ए माथि नुनथोर भन्ने ठाउँ छ कि यहाँनिर यो भन्दा उतापट्टि त्यो भरतताल भन्छ नि त्यो यहाँ हो के यहाँ उता यहाँ तल छ के त्यही ताल छ अनि त्यहाँ ढुङ्गाहरू छ जाने यो गरी महिनामा त पानीले तिलपिल हुन्छ यहाँ हाम फाल्ने हामी स्विमिङ खेल्नलाई यहाँबाट हाम फाल्ने खेल्न यहाँ आधी पुग्छ नि आधी पुग्छ यो पुरै भरेर माथि ठुलो हुन्छ के अहिले त बर्खा लगाएर ल सुक्या सपना गाउँ पेट्रोल हाल्नु पर्यो पेट्रोलले गर हो कि जस्तो लागेर
गाइस यो के सेतीगढी भन्ने आइपुग्यो होइन होइन सबै झरेछ नि त अहिले त होइन त्यही यही हो मेरो मैले पनि दुईवटासम्म हालेको थिएँ यहाँ दुईवटासम्म राखेको छ सबजनाको रक्षा गर्नु भगवान् है सबै मैले श्रीमानलाई रक्षा गर्दैन भगवान् मुलकोट आइपुग्नु लाग्यो के बा के भन्छ मलाई कति सुताछु हेर न त्यहाँ ऊ छेउसम्म हेऱ्यो तिमी मुझे कहाँ चाहिँ थाहा हुँदैन लौडै न यसको बिजत हान्दा मुझे कति सरापेर होला मलाई कहाँ हुन्छ तलतिरको त्यो चाहिँ डुबेको अहिले यहाँबाट देख्छ नि एउटा होटल त्यहाँ डुब्यो उहाँ तल छ सेलाएर होला अहिले त फेरि मजाले दौडिरह हिँड अगाडि चाक दुख्यो क्या तिम्रो ठ्याक्कै मैले यति चलाउनु चाक दुख्छ अझ त्यो लङ टुरको भने के यस्तो यस्तो मैले भुरा गाडीले जितेर गएर अलिकति बिजेत फिल भयो बुझ्छु पक म्याच अहिले फेरि जित्छु तँलाई ए भिडियो त आउनै सक्यो मुख छाडिरहेको छु म फेरि खाजा खाइदिउँ कि चिकहरू पनि भइरह कहाँ गएर खानु खाजा हुन्छ खाजा खानु कि नखानु जस्तो लागेर एउटाले यस्तोलाई पनि बिजत गराइछ क्या बुलेटले जितेर गएर होइन भयो अब अति भयो back cross fire आइरह ये लंडसोर महादेव की बाटो के हो बाटो के हो यो के बाटो यस्तो यो असम के भइरहेको छ बाटो यार गाइस बाटोको हालत खराब छ
लगाएर झन् अब त यो उसतिर पनि देखाएन है अल्छी लगाइरहेको ठ्याक्कै अब अहिले हामी कोटेश्वरतिर आइसक्यौँ होइन कोटेश्वरतिर के आइसक्यो भने आइपुगिसक्यो कोटेश्वर अब यहाँ पनि सिधै घर जाने हो आरामले बस्ने हो होइन अल्छी लगाएर ज्यान दुःख जस्तो भएर हात हेर न हेर न यहाँसम्म छ भ्यान्छ त अलि यसले यतिमा समाउनु आफ्नो भ्यान 50 कोटी छ त्यति हो होइन अब आइहाल्यो घरै भनौँ न त्यसो आइसक्यो अब एउटा नजिकै छ यति आजको भ्लग क्यामेरामा नै चार्ज सकिसक्यो होला अब अर्को भ्लग चाहिँ भेटौँ ल।